हाई गाइज गुड मर्निङ। र आज चाहिँ म यो नयाँ फोनमा टेम्पर ग्लास लाउँदैछु स्क्रिन गार्ड। अनि यो चाहिँ सबै फ्री दिएको रहेछ यो फोनसँगै। र मलाई चाहिँ सकेन भने चाहिँ उता आउनु भनेको रहेछ, तर म आफै लाउँदैछु यहाँनिर होइन, जानी नजानी। के त्यस्तो रकेट साइन्स त होइन, सकिहाल्छ यो मान्छेले गरेको कुराहरू होइन। त्यही भएर लगाइ पनि सकेँ। भने यहाँनिर हाम्रो भाइ आएको थियो, गाउँकै भाइ है, हाम्रो मेरै साथीको भाइ हो नि त। अन्त ल हामी चाहिँ अहिले जाँदै गरेको खलोन, म राकेश दा अजय भाइ रतन र अब चाहिँ हामी हिँडिसक्यौँ यहाँबाट भनेदेखि खलोनको नाइक स्टोर जाँदै गरेको। हामी चाहिँ नाइक आउटलेट छ नि त त्यहाँ चाहिँ ठुलोबडे होइन, यो जग्गा हो। एकदम दामी कलेक्सन हुन्छ, प्लस यहाँ चाहिँ सस्तो पाउँछ क्या। अफरहरू लागिरहेको थियो यतिखेर पनि। र मैले चाहिँ एउटा त्यस्तो जुत्ताहरू खास चाहिँ अजय भाइले भाउजूलाई पठाइदिने भन्दै थियो नि त, तर त्यो भनेको जस्तो चाहिँ थिएन। अन्त ल अलिकति उयो भयो, त्यही भएर चाहिँ मलाई चाहिँ एकदम ज्याकेट मन परेको होइन। अन्त राकेश दालाई चाहिँ यो ट्र्याक सुट किनेछ र मैले चाहिँ किनिदिएँ पनि यो ज्याकेट। र यो ज्याकेट चाहिँ 50% अफ थियो, त्यही भएर किनिदिइहालेको। अन्त फेरि अर्को महिना हामी माउन्ट हार्मोन जाँदैछ, त्यही भएर होइन हिउँमा लाउने त चाहियो। अनि ल हामी चाहिँ फर्क्यौँ है घरतर्फ। हलिउडमा ब्याटम्यान छ भने हाम्रोमा यहाँ पोछा होम भन्छ। लिडियाले एकदम सफा गर्दैछ भने यहाँनिर हामी चाहिँ खाँदैछ मोमो आज, पर्क मोमो र चिकन मोमो होइन सँगै। कसै चिकन खाने मात्रै छ होइन। राकेश दा चाहिँ यहाँ गुन्नु हुँदैछ भने यहाँनिर साग पाक्दो रहेछ। आजको वेदर यस्तो। अब चाहिँ हामी मोमो बनाउनु लागेको, ड्याङ मोमो बनाएँ। यहाँ हाम्रो सेफ छँदैछ, मोमोको लागि त टेन्सनै छैन क्या, एकैछिनमा बनाइदिन्छ। यहाँ हाम्रो सेन्ट्रल दा पनि आइपुग्नु भएको थियो। छ्यामाहरू चाहिँ ल हामी जाँदैछ सबैजना होइन। अन्त मोमोसम्म खाएर हामी चाहिँ खाँदैछौँ। अहिले पनि मोमो भर्खर भर्खर रेडी हुँदैछ। आज अलिक ढिलो ढिलो भयो होइन, यस्तो दामी यस्तो मिठो भएको थियो नि गाइजहरू, मैले ढाँटेको चाहिँ होइन। सबैलाई बिदा लिँदै सबै निस्किँदैछ। लिडियाहरू पनि जाने बेला भयो र म चाहिँ पुऱ्याउनु जानुपर्ने हुन्छ लिडियाहरूलाई। ल अब अन्तिम गुड बाई हुँदैछ होइन सबैको। र लिडिया र अजय भाइ चाहिँ सँगै जान्छ नि त, एउटै जग्गा हो, अलिकति माथि हो अजय भाइको चाहिँ। र मलाई ढुक्कै छ ऊ सँगै गइहाल्छ। र यहाँ अन्तिममा कुसुमलाई भेटेँ होइन। अन्त अस्तिदेखि भेट्दै थियो तर बोल्नु पाएको थिएन, आज चाहिँ अलिकति गफ भयो। सो यति नै थियो आजको भिडियो। कुसुमलाई भेटेर खुसी लाग्यो। थ्याङ्क यू गाइज फर वाचिङ, बाई बाई।